आज चाहिँ गाइजहरु हामीहरु यहाँनिर फालेलुङको दृश्य देखाउन पनि उपस्थित भइसकेको छौं। तपाईहरुले देख्न सक्नुहुन्छ यो पछाडिको चाहिँ हाम्रो फालेलुङको नजारा हो। यो चाहिँ फिदिम नगरपालिकाकै छेउमा पर्ने गर्छ। पास्टरको गाउँपालिका मध्ये एउटा गाउँपालिका चाहिँ यो हो र यहाँ तपाईले यहाँदेखि चाहिँ तपाईले धेरै दृश्यहरु देख्न सक्नुहुन्छ। यतापट्टि पर्छ चारातीहरु पनि पर्छ अनि गोरुवाले भन्ने ठाउँहरु पनि अब यता पर्छ। तिनीहरु चाहिँ सबै ठाउँ यहाँ फालेलुङमा पर्ने गर्छ। तपाईहरुले अरु ठाउँहरु फिल्मतिर पनि देख्नु भएको होला। यतातिरको ठाउँहरु चाहिँ जुन चाहिँ मेरो नाम मगरहरुसँग खेलिएको थियो उनको सिटो भन्ने फिल्ममा त्यो ठाउँहरु देख्न सक्नुहुन्छ। अनि यता पर चाहिँ लुदिन पनि छ। लुदिन सिदिन बिदिन भन्ने ठाउँहरु छ। अनि त्यो ठाउँ बाहेक अरु हाम्रो भनेको देमाहरुको माउली घर यहाँनिर ओगेम्बा छ। त्यसपछि हाम्रो गाउँ इमसावा छ। त्यो सबै यहाँनिर देख्न सक्नुहुन्छ। र तपाईहरुले यो मौसम पनि राम्रो सँगसँगै तपाईहरुलाई ठाउँ पनि राम्रो लागेको हुन सक्छ। त यही भएर तपाईहरुले यो हाम्रो मेहनतलाई सपोर्ट गर्नु होला भन्न चाहन्छु। अनि सब्स्क्राइब पनि गर्नु होला, फलो पनि गर्नु होला। तपाई नै हुनुहुन्छ। थ्यांक यू सो मच। थ्यांक यू फर वाचिङ दिस भिडियो। यो सिनमा चाहिँ तपाईहरुले अर्कोचोटी फिल्म बनाउनु होला भन्न चाहन्छु। कुनै एक्टरहरुले हेर्दै हुनुहुन्छ भने नै दामी छ त नानी। यहाँ कस्तो भने कस्तो राम्रो हैन। हिमालय पैसा छ नि। साच्चै राम्रो छ। हेर्दै वाउ भेरी नाइस सिन। आज चाहिँ मौसम पनि साह्रो साध्यो अरे। यता चाहिँ मेरो भाइ हो नानी बहिनीको छोरा। मेरो कान्छी बहिनीको छोरा हुनुहुन्छ। यता चाहिँ माइला छोरा एक्टिभ हुनुहुन्छ। बहुत राम्रो छ हाम्रो भाइ चाहिँ हो। अनि यता चाहिँ मेरो माइली दिदी मनिषा नाना हो। हाम्रो हेर्नुहोस् न यहाँ भारी यसरी पाक्लाङमा पुग्नु बस्छौँ। कोही सुत्नु भएको छ यहाँ गाइस। अनि त धेरै थकान लाग्यो भन्नुहुन्छ यस्तो छ हाम्रो चाहिँ। सुमित नानालाई सोध्नुपर्छ हामीले के भन्दै उहाँलाई यहाँसम्म लिप्राइम भनेर। त्यहीँनिर हो। वाउ दामी छ है दामी गाइस। दामी छ दामी दामी दामी।